सम्पूर्णमा जयमसी म खेम माले मगर म तपाईँहरूको सामुन्ने पवित्र शास्त्र बाइबलबाट म केही कुरा म हेर्नेछु। एसायाको पुस्तक 24को म एक पदलाई म पाठ गर्नेछु। यहाँ यसरी लेखेको छ, हेर परमप्रभुले पृथ्वी उजाड गर्नुहुनेछ, उहाँले त्यसलाई विनाश पारेर त्यसका बासिन्दाहरूलाई छरपष्ट पार्नुहुनेछ। पृथ्वी उजाड गर्नुहुनेछ, यो अध्ययनले सम्पूर्ण पृथ्वी र त्यसका बासिन्दाहरूमाथि आउँदै गरेको परमेश्वरको न्यायको वर्णन गर्छ। उहाँले पृथ्वीका धेरै जसो भाग र त्यसका बासिन्दाहरूका सर्वनाश गर्नुहुनेछ। संसारको विनाशको यो समयलाई महासङ्कट भनिएको छ। विश्वव्यापी न्यायपछि पृथ्वीमा भएका धर्मी जनहरूसँग शासन गर्न ख्रिस्ट आउनुहुनेछ। यो प्रकाशको पुस्तक 19को 20 पदले हामीलाई बताउँदछ। परमेश्वरले यहाँहरू सम्पूर्णलाई आशिष अनुग्रह गर्नुभएको सबैलाई जय मसीह।